भाइहरु नमस्कार है। के भएर आएको? त्यो अहिले त्यो मोबाइल बाटोमा झरेको थियो। त्यसको बाद भेट हो। मलाई थाहा भएन कसको मोबाइल चाहिँ कसको न। त्यसको बाद मैले त्यसको यो मोबाइल भेटाएर बुझाउन आएको हैन त। अहिले यो भाइहरुले चाहिँ भरतपुरमा उहाँहरुले यो आइफोन फेला पार्नु भएको रहेछ। यो आइफोनको अगाडि एउटा सानो नानीको फोटो पनि छ। यो फोन ओनै छ, अहिलेसम्म फोन आएको छैन। यदि कसैको फोन हराएको छ आइफोन भने यस्तो कलरको फोन हो, हजुरलाई सम्पर्कमा आएर लग्न गरेर गर्छु। भाइको नाम के हो? दीपू कुमार जसवाल। दीपू कुमार जसवाल। जसवाल घर कहाँ हो? बंकुल रोड इन्डिया। नेपाल। नेपाल के नाम? अमन शाह घर कता? इन्डिया। अनि यस्तो इमानदार काम गरे त के गर्नु? अर्कोको धन लिएर के गर्छौ? अर्कोको धन लिएर कामै छैन, अर्कोको मोबाइल लिएर हो। अनि यहाँ बुझाउन आयो, खुसी लाग्यो। के गर्छ तिमीहरूले यहाँ? फेडिया गर्छ। हजुर फेडिया भने के हो? चकलेटहरुको होलसेल। चकलेटहरु घुमाएर। ए चकलेट घुमाएर बेच्छ। कति कमाउँछ दिनको? कहाँ 500,000 500,000 कमाउँछ जम्मा। तै पनि मनमा इमानदारीता छ हैन? अरूको सामान लिएर हुँदैन। अनि बुझाउन आयो हतार हतार यहाँ। आत्ती आयो क्या? डरायो क्या? डरायो। किन डरायो? भेट्टाएपछि किन डराएको? अर्कोको सामान लिएर के कामै छैन त। अर्को धन खाएर केही पनि हुँदैन, पुरी पनि पर्दैन मान्छेको। सबसे राम्रो हुन्छ इमानदार भएपछि सबै राम्रो हुन्छ। कति राम्रो सोच हा। यस्तो राम्रो सोच बोक्ने प्यारो भाइ उहाँ चाहिँ इन्डियन हुनुहुन्छ, उहाँ चाहिँ नेपालकै हुनुहुन्छ। उहाँहरूले चकलेट घुमाएर बेच्ने, यो चकलेट के उहाँहरूले बेच्नु रहेछ। 500,000 रुपियाँ दिनको कमाउनुहुन्छ। उहाँहरू खर्च गरेर दिनको महिनाको 5-10 हजार पनि जोगाउनुहुन्न होला, उहाँहरू आफ्नो खर्च हुन्छ। तै पनि इमानदारताका साथ भेट्टाएको सामान बुझाउन आउनु भएको छ। यही हो जीवनको ब्युटी, यो जीवनको सुन्दरता। म अरूलाई पनि आग्रह गर्छु, कहीँ कतै कसैले कसैको सामान भेट्नु हो भने प्लिज नलिदिनु होला, दिनु होला, बुझाइदिनु होला। बुझाउन हजुरलाई कुन ठाउँ जाने होला भन्दाखेरि हामी पनि सहजीकरण गरिरहेका छौँ। हामी राज्यका निकायहरूलाई सघाउने एउटा यात्रामा छौँ। हामी एउटा नागरिक स्तरबाट यस्तो एउटा क्याम्पेन चलाइरहेका छौँ। भेट्टाएका सामान बुझाउने क्याम्पेन, हराएका मान्छेहरूलाई खोज्ने क्याम्पेन, बाटोमा अल्पत्रहरूलाई परिवारको जिम्मा लगाउने अभियान चलाइरहेका छौँ। आज यो अभियानमा 2 जना प्यारा भाइहरूले आज हामीलाई इँटा थपिदिनु भएको छ। एउटा इँटा थपिदिनु हो, विश्वासको इँटा थपिदिनु हो। अरूलाई पनि यो मासेज दिने इँटा थपिदिनु हो। यसको लागि हजुरलाई धन्यवाद दिन्छु। तपाईँहरूको यहाँ नम्बर दिनु होला। अनि यो जो फोन लिन आउनुहुन्छ नि उहाँहरूलाई अनि मैले हजुरलाई फोन गराइदिन्छु है। केही भन्न मन छ? ठीक छ। जो अरू मान्छेले पनि कति सामान भेट्टाउँछ नि उनीहरूले फिर्ता गर्दैन, उनीहरूलाई के भन्ने? राख्ने। उनीहरूलाई के भन्ने? बुझाउने। सामान पनि छ यसको झरेपछि बाटोमा त्यसको जे पनि मान्छेलाई मिलेपछि त्यसको यो अफिसमा बुझाइदिनु या मान्छेलाई त्यो कल गरेर बुझाइहाल्नु। तर आफूले नराख्नु। अर्को मान्छे कति दुःख गरेर कमाएर किन्छ फोनहरू। एकदमै राम्रो। म उहाँहरूलाई फेसबुकमा निकाल्ने ल एकदमै बधाई, धन्यवाद। यस्ता इमानदार भाइहरूलाई हाम्रो सम्मान छ। सम्बन्धित व्यक्ति हाम्रो अफिस चितवनको भरतपुर, यो चाहिँ सीएमसी अगाडि भरतपुर आयल स्टोर छ। आयल स्टोरको अलिकति भित्रपट्टि आइपुग्नु भयो भने हामीले हजुरहरूले हाम्रो अफिस देख्नुहुनेछ र हाम्रो अफिसमा आएर हजुरहरूले आफ्नो यो नाम, यसको बिल छ भने बिल, नागरिकताहरू बोकेर आएर आफ्नो फोन लग्नुहोला। इमान्दारिताको असल कर्म गरौँ, संसारलाई खुसी बाँडौँ। यही नै हो जीवन, मरेर लानु केही पनि छैन। कसैको चिजले आफूलाई पुग्दैन। भेट्टाएको चिज लिने होइन, दिने बानीको विकास गरौँ। सबैसम्म हाम्रो यो म्यासेज, यो खबर पुगोस्। नमस्कार।